मलाई एकदम खुसी लाग्यो ठोकेन्द्रजी, विशेष गरी तपाईँ आफै एउटा चाहिँ यो क्याम्पेनको आइटी इन्जिनियर हुनुहुन्छ। यो चाहिँ कुनै पडकास्ट इन्टरभ्यू भन्दा पनि तपाईँ हामीले यो इन हाउस प्रडक्सन गरिरहेको छ यो कन्टेन्ट एउटा चाहिँ खास 0.5% क्याम्पेन के हो, यसले के गर्ने भन्ने कुराहरू तपाईँ आफै पनि यो क्याम्पेनमा चाहिँ एज अ आइटी डिजाइनर, वेबसाइट डिजाइनर तपाईँ हुनुहुन्छ होइन, र तपाईँलाई धेरै थाहा छ कि हामीले के गर्दैछौँ भन्ने कुराहरू चाहिँ। यसको एउटै मात्र अब्जेक्टिभ चाहिँ के हो भन्दाखेरि हामीले 0.5% एउटा क्याम्पेन हो, यो टुरिज्म बेस्ड एउटा क्याम्पेन हो जसले चाहिँ नेपालको टुरिस्टिक डेस्टिनेसनहरूलाई चाहिँ हामीले कसरी भारतमा र चीनमा प्रचार प्रसार गर्ने, र त्यो बाफत चाहिँ त्यहाँको 0.5% मात्र पपुलेसनलाई चाहिँ नेपालको विभिन्न टुरिस्टिक डेस्टिनेसनहरूमा चाहिँ हामीले पुर्याउन सक्यो भने नेपालको ओभरअल इकोनोमीले चाहिँ एउटा ठुलो फड्को मार्थ्यो भनेर चाहिँ एउटा इनिसिएटिभ क्याम्पेन हो चाहिँ। र यसले एउटै मात्र काम गर्छ, नेपाललाई यो दुई देश बिचमा कसरी प्रमोट गर्ने, नेपालको टुरिज्मलाई, नेपालको स्पिरिचुअल थिङ्सलाई, नेपालको चाहिँ तपाईँको चाहिँ बुद्धिज्मलाई, हिन्दुज्मलाई र टुरिज्मलाई। र यही नै हो। अब यसमा चाहिँ एकदमै राम्रो भइरहेछ। लामो समयदेखि म आफै पनि नेपाल घुम्दै जाने क्रममा नेपालका विविध कुराहरूलाई नजिकबाट हेर्ने मौका पाएँ, त्यसको एसेन्सलाई चाहिँ बुझ्ने मौका पाएँ, र त्यसलाई भने जसरी हामीले प्रमोट गर्न सकिरहेको छैनौँ। अहिले हामीसँग नम्बर अफ एक्सेसहरू त छ, मिडियम पनि छ, अहिले चाहिँ एकदम हामी टेक्नोलोजी एकदमै चाहिँ साउन्ड छौँ, तर त्यो भनिरहँदाखेरि त्यसलाई गुड स्टोरी टेलिङ गर्न सकेका छैनौँ होइन। जस्तै एउटा सामान्य ठाउँमा हामी गएर चाहिँ एउटा टिकटक भिडियो बनाउँछौँ, रिल्स बनाउँछौँ होइन, तर त्यो बनाइरहने क्रममा चाहिँ त्यसलाई सही स्टोरी टेलिङ गर्न सकिरहेको छैनौँ। र आजको आवश्यकता भनेको नेपाललाई हामीले कसरी एउटा हिस्टोरिकल हिसाबमा चाहिँ इन्टरनेसनली पोर्ट्रे गर्ने भन्ने नै हो। त्यही भएर चाहिँ ओभरअल चाहिँ यो 0.5% क्याम्पेनले चाहिँ नेपालको विभिन्न क्षेत्रलाई नै यो दुई देश बिचको यो जाइन्ट कन्ट्रिज जो हामीसँग छ, यो हाम्रो लागि ठुलो स्ट्रेन्थ हो नि त। त्यो स्ट्रेन्थलाई नै नेपालमा होइन एउटा इकोनोमिक उसबाट चाहिँ हामीले कन्भर्ट गर्न सक्छौँ। विशेष गरी अहिले चाहिँ मैले ग्लोबल सोसल मिडियाको एल्गोरिदमलाई र स्ट्याटिक्सलाई चाहिँ रिसर्च गर्ने क्रममा चाहिँ अबाउट 83% अहिले सबैभन्दा बढी कुनै पनि तपाईँ टुरिस्टिक डेस्टिनेसनमा तपाईँ जानुहुन्छ भने उसले त्यहाँ जानुभन्दा पहिले सोसल मिडियामा चेक गर्छ, इन्स्टाग्राममा, गुगलमा, टिकटकमा, फेसबुकमा, युट्युबमा, र त्यसको त्यो नजिकबाट उसले चाहिँ हेर्दै जाने क्रममा ओके आई हेभ टु गो देयर भन्ने सोचिसकेपछि अनि बल्ल चाहिँ ऊ त्यो ठाउँमा जाने गर्दो रहेछ। र त्यही क्रममा हाम्रो मेन एजेन्डा भनेको नै के हो भन्दाखेरि भिजुअल कन्टेन्टलाई कसरी ब्युटिफुल्ली प्रेजेन्ट गर्ने सोसल मिडियामा। किनकि 83%ले के भन्छ भन्दाखेरि कुनै पनि ठाउँमा जानुभन्दा पहिले चाहिँ म यसरी जानु पर्दो रहेछ भन्ने चाहिँ सोसल मिडियाले त्यसलाई गाइडलाइन गर्छ, राइट। र त्यही बेसिसमा चाहिँ हाम्रो चाहिँ यो 0.5%को चाहिँ एउटै मात्र अब्जेक्टिभ के हो भने त्यस्ता खाले भ्युर्सलाई, त्यस्ता खाले अडियन्सलाई राइट इन्फर्मेसन कसरी दिने त, र ब्युटिफुल कन्टेन्टलाई चाहिँ कसरी त्यो स्टोरी टेलिङ गर्ने होइन। अघि पनि मैले तपाईँलाई भने हामीसँग मिडियम छ, एक्सेस छ, डेस्टिनेसन छ, तर स्टोरी टेलिङमा ल्याकिङ छ। त्यो स्टोरी टेलिङलाई चाहिँ हामीले सही ढङ्गबाट चाहिँ पोर्ट्रे गर्न सक्यो भने चाहिँ अहिले हामीले यो दुइटै देशलाई चाहिँ एउटा भनौँ न राम्रो म्यासेज दिन सक्छौँ। अब खास यस्तो खाले क्याम्पेन त गभर्मेन्टसँग नै इनिसिएट गरेर कोलाबोरेसन गरेर गर्ने हो। जस्तै अन्य नै देशमा त यस्तो खाले क्याम्पेन चाहिँ गभर्मेन्टले नै इनिसिएट गर्छ। जस्तै भिजिट दुबई भने जस्तो, भिजिट सिङ्गापुर भने जस्तो चाहिँ होइन। अब विभिन्न अन्य टुरिज्म हब भएको राष्ट्रहरूले प्राय गभर्मेन्टले नै इनिसिएट गर्छ, तर विडम्बना नेपालमा चाहिँ यसलाई त्यति धेरै सिरियसली लिएको छैन, किनकि हाम्रो आफ्नो इकोनोमिक मोडल छैन होइन। त्यसले गर्दा हामीले यसलाई चाहिँ गभर्मेन्टको थ्रुबाट चाहिँ गर्न सकेका छैनौँ। तर यद्यपि त्यो गभर्मेन्टलाई मात्र हामीले चाहिँ आशा गरेर कम्प्लिट उसलाई मात्र विश्वास गरेर चाहिँ इन्डिभिजुअल तहबाट चाहिँ नगर्ने भन्ने होइन, किनकि राष्ट्र निर्माणको लागि जति गभर्मेन्टको चाहिँ कन्ट्रिब्युट हुन्छ, रेस्पोन्सिबिलिटी हुन्छ, त्यति नै इन्डिभिजुअल निकायको पनि आफ्नै एकाउन्टेबिलिटी हुन्छ। त्यही भएर इन्डिभिजुअल तहबाट चाहिँ हामीले चाहिँ इनिसिएट गर्ने हो, र यसलाई चाहिँ एजुकेसन लेभलबाट चाहिँ गभर्मेन्टले पनि एउटा सपोर्टिङ रोल्स खेल्न सक्छ। र जस्तै टुरिज्म बोर्ड भयो, मिनिस्ट्री अफ टुरिज्म भयो, विभिन्न अन्य निकायहरू छन्, तिनीहरूसँग चाहिँ हामीले एसोसिएट गर्न सक्छौँ। र यो किनकि खास अल्टिमेटली यसको एउटै मात्र गोल हो, टुरिज्म इन्डस्ट्रीबाट चाहिँ राष्ट्रको जिडिपीलाई चाहिँ कसरी चाहिँ एउटा टेवा पुर्याउने भनेर चाहिँ। र भोलिको दिनमा चाहिँ यो अहिले त हामी एउटा चाहिँ भनौँ न क्याम्पेनलाई चाहिँ यसको आइटीलाई नै हामीले चाहिँ बनाउने उसमा छौँ, वेबसाइट बनाउने तहमा छौँ। र अब लेटेस्ट सुनर चाहिँ हामी गभर्मेन्टको विभिन्न बडीहरूसँग चाहिँ कोलाबोरेसन गर्छौँ।
अब अहिले त वेबसाइटको चाहिँ हामी 80% प्रोग्रामिङमा छौँ हेर्नुहोस्, किनकि तपाईँ आफै नै यसको वेबसाइट डिजाइनर हो। र अब 20% चाहिँ अहिले हामीले चाहिँ हाम्रो आफ्नो कन्टेन्टलाई त्यहाँ अपलोड गर्दैछौँ होइन, किनकि त्यो त ब्युटिफुल्ली त्यसको पोर्ट्रेट गर्नु पर्थ्यो। र भनेपछि अब आफ्टर अ मन्थ यसको प्रेस कन्फरेन्स हामी गर्छौँ र त्यसपछि चाहिँ भारत र चाइनासँग चाहिँ हामीले त्यसलाई चाहिँ विभिन्न त्यहाँका विभिन्न स्पटहरूमा चाहिँ हामी जाने क्याम्पेन गर्ने, किनकि क्याम्पेन भन्ने बित्तिकै हामी नेपालमा मात्रै गर्दैनौँ। यो क्याम्पेन यहाँबाट इनिसिएट भए पनि नेपाललाई चाहिँ हामीले चाइनामा र भारतमा प्रमोट गर्ने हो। त्यहाँका विभिन्न प्रोभिन्सहरूमा चाहिँ हामी गएर चाहिँ कल्चर एक्सचेन्ज गर्छौँ, इन्टरभ्युज गर्छौँ, भ्लगिङ गर्छौँ, इन्टरेक्सन गर्छौँ होइन, विभिन्न विधाहरू छ नि त तपाईँको चाहिँ आइटीको विधाहरू चाहिँ, र त्यहाँ पनि त्यही गर्छौँ चाइना भारतमा पनि। र त्यहाँको सेलिब्रिटीहरूसँग, त्यहाँको स्पिरिचुअल लिडरसँग, त्यहाँको पोलिटिसियनसँग चाहिँ हामीले चाहिँ नेपालमा यो छ है होइन, नेपालमा चाहिँ रिलिजियस पिलग्रिम्स चाहिँ यति धेरै छ होइन, र यसै गरी यहाँको चाहिँ माइन्डफुलनेसको कुराहरू हुन्छ, मेडिटेसनको कुराहरू हुन्छ, रिट्रिटको कुराहरू हुन्छ होइन, हिमालयज ल्यान्डहरू हामीसँग छ। त्यसलाई कसरी हामीले प्रमोट गर्न सकिन्छ त, त्यसको पोटेन्सियालिटी के छ चाइनामा चाहिँ, भारतमा के छ त होइन, किनकि त्यो त यहाँ मात्र कुरा गरेर भएन, सम्बन्धित ठाउँमा कुरा गर्नु पऱ्यो। र त्यसलाई ट्राभलरहरूलाई चाहिँ हामीले यसको भ्यालु कसरी क्रिएट गर्न सक्छौँ त भनेपछि यो 0.5% को एउटै मात्र अब्जेक्टिभ के हो भने हामीभित्र भएको चाहिँ इसेन्सियल इन टर्म्स अफ टुरिज्म इसेन्सियललाई चाहिँ कसरी ती देशका ट्राभलरहरूसँग, टुरिस्टहरूसँग चाहिँ हामीले चाहिँ पुर्याउन सक्ने त। सो हाउ यु गोना अट्र्याक्ट टु देम, यसको मेन अब्जेक्टिभ भनेको चाहिँ नेपाललाई, नेपालभित्र भएको चाहिँ पोटेन्सियालिटीलाई चाहिँ, स्पेसली टुरिज्म पोटेन्सियालिटीलाई चाहिँ त्यहाँ प्रमोट गर्ने हो। अहिले मलाई चाहिँ ठकेन्द्रजी यो क्याम्पेन स्टार्ट गर्नुभन्दा पहिले चाहिँ मेरो माइन्डमा के थियो भन्दाखेरि मैले चाहिँ सद्गुरुजी होइन तपाईँको चाहिँ एकदमै हिन्दुजमलाई उहाँले प्रमोट गराउनु भएको छ, जस्तै योङ्गे मिगो रेम्पोचे होइन, उहाँको अहिले ग्लोबल इमेज छ, उहाँले बुद्धिज्मलाई प्रमोट गरिरहनु भएको छ। रविशङ्कर, श्री रविशङ्कर उहाँले योगालाई प्रमोट गरिरहनु भएको छ होइन, इन्डियाबाट जस्तै जया किशोरीजी स्पिरिचुअलिटीलाई उहाँले प्रमोट गरिरहनु भएको छ होइन, जस्तै महानन्द शिला हुनुहुन्छ स्विजरल्यान्डबाट चाहिँ, उहाँ पहिले चाहिँ ओसोको चाहिँ फर्मर सेक्रेटरी हुनुहुन्थ्यो। र यसै गरी जस्तै अस्ति चेरी सिंहसँग पनि मैले गरेँ। चेरी सिंह इन्डियामा एकदमै अन्डर 30 एजमा चाहिँ एकदमै हाइली इन्फ्लुएन्सर हो उहाँ चाहिँ, उहाँको मेन उहाँले ट्राभल कन्टेन्ट बनाउनुहुन्छ। यसै गरी मैले विभिन्न इन्टरनेसनल जस्तै मनिषा कोइराला दिदीलाई लगेर अस्ति म चाहिँ अन्नपूर्ण बेस क्याम्प गएँ, राइसमाल दाईलाई लगेर अस्ति म पाल्पा गएँ, आनी सोङ दिदीलाई लगेर म रारा गएँ होइन। यी विभिन्न व्यक्तित्वहरूलाई मैले यो क्याम्पेनमा किन होइन भनौँ न, उनीहरूलाई किन मैले ट्राभल कन्टेन्ट, टुरिज्म कन्टेन्ट किन बनाइरहेको छु भन्दाखेरि बिकज अफ उनीहरूको ठुलो भोइस छ, उनीहरूको ठुलो मास एउटा फलोवर्स छ। र त्यो ट्राभल कन्टेन्ट बनाइरहने क्रममा चाहिँ मलाई के फिल भयो भन्दाखेरि त्यो त मैले एउटा चाहिँ टक सोको लागि मात्र गरेको थिएँ, तर यद्यपि टक सोको लागि मैले त्यो गरिरहने क्रममा त्यसको एउटै अब्जेक्टिभ के थियो भन्दाखेरि नेपालको स्पिरिचुअल होइन ल्यान्डलाई, स्पिरिचुअल थिङ्सलाई चाहिँ कसरी मैले डिरेक्टली इन्डिरेक्टली मैले तिनीहरूलाई प्रमोट गरेर आएको रहेछु। र एउटा पोइन्टमा आइसकेपछि मलाई के लाग्यो भन्दाखेरि अब यसलाई एउटा क्याम्पेनको मुभमेन्ट होइन, नेसन बिल्डिङको लागि चाहिँ यो कन्टेन्ट प्रयोग गर्नुपर्छ होइन। हिजोसम्म एउटा युट्युबको लागि मात्र त्यो कन्टेन्ट मैले चाहिँ होइन क्रिएट गरिरहेको थिएँ भने अब चाहिँ त्यो एउटा नेसनको एउटा टुरिज्म प्रमोसनको लागि गर्ने कुरा भयो। त्यो चाहिँ टुरिज्मको एङ्गलबाट सोसल एन्टरप्रेन्योरसिपलाई चाहिँ मैले कसरी प्रमोट गर्ने भनिसकेपछि खास मेरो सोर्स अफ मोटिभेसन नै ती कन्टेन्ट नै हो। र अब ती कन्टेन्टलाई चाहिँ मैले चाहिँ ती भोइसेसहरूलाई चाहिँ म एउटा प्रमोसन एङ्गलबाट प्रयोग गर्न चाहन्छु। र त्यही भएर पनि अब खुसी लाग्छ कि हिजोको दिनमा मैले जानी नजानी होइन अब आफ्नै इन्भेस्टमेन्टमा त्यत्रो कन्टेनरहरू बनाएँ, विभिन्न इन्टरनेसनल सेलिब्रिटीहरूसँग चाहिँ मैले काम गर्ने मौका पाएँ, त्यसले एउटा राम्रो नेटवर्क बिल्ड भयो। र त्यो नेटवर्कलाई चाहिँ मैले नेपालको टुरिज्मलाई प्रमोट गर्नुको लागि हामीसँग जे छ त्यो प्रमोट गर्नुको लागि प्रयोग गर्ने भनेर नै 0.5% को एउटा चाहिँ अवधारणा आयो र यसलाई नै अहिले म अब लन्च गर्ने मोटामोटी एउटा चाहिँ तर्खरमा छु। अब यसको राम्रो पक्ष के छ भन्दाखेरि हेर्नुहोस्, नेपाल वास्तवमै हामी एउटा पर्यटन हब हो यो चाहिँ होइन, एउटा आफैमा यो काठमाडौँ भनेको एउटा लाइभ म्युजियम हो होइन। र नेपाल आफैमा तपाईँ चाहिँ 5-5 किलोमिटरको तपाईँ डिस्टेन्समा एकदमै डिफ्रेन्ट डाइभर्सिफाइड एउटा चाहिँ ल्यान्ड हो होइन। तपाईँ कल्चरल एकदम डाइभर्सिफिकेसन छ, जियोग्राफिकल एकदम डाइभर्सिफिकेसन छ होइन, तपाईँको चाहिँ फुड कल्चर हाम्रो चाहिँ एकदमै डाइभर्सिफाइड छ। इच एन्ड एभ्री एङ्गलमा हामीले नयाँ नयाँ कुराहरू हेर्न सक्छौँ राइट। त्यही भएर मैले भन्नु खोजेको के भन्दाखेरि अहिले विभिन्न टुरिज्म सम्बन्धी जोडिएको बडीहरूसँग हामी डिरेक्टली हामी एसोसिएट हुन सक्छौँ। जस्तै यसमा चाहिँ टुरिस्ट भन्ने बित्तिकै एयरलाइन्स आइहाल्छ, टुरिज्म भन्ने बित्तिकै तपाईँको हस्पिटालिटी इन्डस्ट्री आइहाल्छ। र टुरिज्म मात्र एउटा यस्तो विषय हो
ठकेन्द्रजी, जो एयरपोर्टदेखि लिएर 5 स्टारसम्म र 5 स्टारदेखि एउटादेखि लिएर रोडमा मकै बेच्ने आमासम्म र ट्रेकिङदेखि लिएर एउटा गाउँसम्म यसले व्यवसाय गर्छ र बिजनेस गरिदिन्छ। त्यसैले अब चाहिँ मेरो नेक्स्ट एजेन्डा भनेको टुरिज्म सम्बन्धित विभिन्न एनजिओ आइएनजिओ अर्गनाइजेसन गभर्मेन्टको बडीहरूसँग हामीले कोलाबोरेसन गर्छौँ, साथै प्रोभिन्ससँग हामीले कोलाबोरेसन गर्छौँ र यसलाई हामीले चाहिँ इन्टरनेसनल्ली चाहिँ यी कुरालाई नै प्रमोट गर्छौँ। किनकि हामी चाहेर पनि नचाहेर पनि हामी हस्पिटालिटीसँग जोडिन्छौँ, हामी चाहिँ एयरलाइन्ससँग जोडिन्छौँ होइन। इच एन्ड एभ्री सेक्टरमा नेपालको तपाईँको चाहिँ काठमाडौँ मात्र होइन कि तपाईँको विभिन्न होइन, तपाईँ अपी बेस क्याम्पसम्म लास्ट टाइम एकदम खुसी लागेको छ मलाई चाहिँ अहिले हाम्रो चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूले पनि नेपाललाई प्रमोट गर्न खोजिरहनु भएको छ होइन। अपी बेस क्याम्पमा त्यो क्रिकेट खेल्दै गरेको एउटा चाहिँ भिजुअलले होइन ठुलो मेसेज दिन्छ। यहाँ चाहिँ एउटा सोसियल मिडियाबाट मात्र गर्ने होइन कि त्यो ठाउँलाई चाहिँ अब हामीले कसरी त्यसलाई चाहिँ इकोनोमिक फ्रेन्डली गर्ने त होइन। सोसियल मिडियामा हाल्दैमा इकोनोमिक त जेनेरेट हुने होइन र त्यहाँसम्म हामीले त्यसलाई चाहिँ प्रमोट गरेर त्यहाँ सम्भावित कुराहरूलाई चाहिँ हामीले देखाउने र त्यसको इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा चाहिँ प्रयोग गर्ने र त्यसलाई नै हामीले चाहिँ इन्टरनेसनल प्रमोट गर्ने हो। मैले देख्दाखेरि जस्तै गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट भने जस्तै सुचारू सेक्युरिटीको कुराहरू होइन, यसै गरी तपाईँको चाहिँ पोखराको इन्टरनेसनल एयरपोर्ट भनेसरी चाहिँ त्यो सुचारू हुन सकिरहेको छैन होइन। अहिलेको चाहिँ मेन एजेन्डा भनेको यो एकदम यङ डाइनामिक होइन जुन गभर्मेन्ट हामीसँग छ त्यसले हिजोभन्दा आज 10 टाइम्स बेटर काम गर्न सक्छ। अहिलेको मेरो आफ्नो चाहिँ एनालिसिस चाहिँ के हो भने गभर्मेन्टले यो गरिदियोस् त्यो गरिदियोस् भन्ने होइन, कतिपय कुराहरू अलरेडी गरिरहेछन्। यसलाई चाहिँ अहिले मैले देख्दाखेरि चाहिँ हामीले भने जसरी नेपाललाई प्रमोट नगर्न सकेको चाहिँ हो। अहिले पनि हेर्नु, अहिले पोखराको तपाईँ त्यो लेक साइड हेर्नुहुन्छ होइन, कति धेरै टुरिस्टले प्याक भएको छ। टुरिस्ट आएर बस्ने ठाउँ भएन भन्ने त छैन नि त, वा टुरिस्ट धेरै भएर एयरलाइन्समै सिट पुगेन भन्ने पनि छैन, वा डोमेस्टिक टुरिज्म पनि हामीले प्रमोट गर्न सकेका छैनौँ। अहिलेको मेरो आफ्नो चाहिँ हो धेरै प्रब्लम होला नभन्ने होइन, सेफ्टी वाइज आफ्नो कुराहरू छ, धेरै कुराहरू छ, यो सेकेन्ड हामी एपिसोडमा गर्ला। तर अहिलेको आवश्यकता के हो भन्दाखेरि हामीले यो कुरालाई चाहिँ हाम्रो भ्यालुलाई चाहिँ हिजो यत्रो लामो समय चाहिँ हामीले हाम्रो विकनेसलाई मात्र इन्टरनेसनली प्रमोट गऱ्यौँ क्या, समस्या चाहिँ यो छ यो छ। अब समय के हो हाम्रो स्ट्रेन्थलाई प्रमोट गर्ने हो। हाम्रो कमी कमजोर आफ्नोमा छ, त्यो बेग्लै कुरा भयो त्यो चाहिँ, तर हाम्रो स्ट्रेन्थलाई चाहिँ हामीले कसरी प्रमोट गर्ने त। टाइम हेज टु कम टु सो आवर एबिलिटी टु इन्टरनेसनल एरिना होइन। त्यो भइसकेपछि अब म यो सबै कुरा बुझिसकेपछि म आफै पनि नेपालको 75 जिल्ला घुमिरहने क्रममा मैले फिल गरेर चाहिँ यो गर्न खोजेको र यसमा पनि तपाईँ पनि सहभागी हुनुभएको छ। मेरो थ्रु टिम छ, क्यामेरा छ र नेपालको बेस्ट प्रडक्सन टिम मसँग छ आज चाहिँ होइन। रामकुमार केसी दाईले खिचिरहनु भएको छ, उमेश भाइले खिचिरहनु भएको, रामकुमार दाई हाम्रो चाहिँ अब डिओपी नै हुनुभयो। लामो 5 वर्षदेखि 6 वर्षदेखि म काम गरिरहेको छु एउटै प्रडक्सन टिमसँग। भनेपछि हाम्रो फ्रेन्डसिप कस्तो गइरह्यो होला त। एउटा लिडरले एउटै टिमसँग लामो समय काम गर्नु भनेको द्याट इज प्योर लिडरसिप होइन। र यो नै मेरो एउटा अहिलेको सबैभन्दा ठुलो चाहिँ एउटा क्यापेबिलिटी हो। र त्यसरी तपाईँ पनि जोडिनु भएको छ एज आइटी चाहिँ होइन। कतिपय लाग्ला यो चाहिँ एउटा चाहिँ पडकास्ट हो इन्टरभ्यू होइन, र टिमले एउटा चाहिँ काम गरिरहेको छ हामीले चाहिँ होइन। जस्तै अहिलेको सबैभन्दा ठुलो पोटेन्सियालिटी भनेको कन्टेन्ट हो। त्यो बेस्ट कन्टेन्ट क्रिएट गर्ने चाहिँ टिम मसँग छ होइन। म अघि पनि भने एबाउट 83% ग्लोबल अडियन्स आज भिजुअल हेरेर कुनै पनि देश ट्राभल गर्छ धारणा बनाउँछ होइन। म यो गर्ने धारणा बनाउँछ। र अब ती मिडियमहरूमा चाहिँ हामीले कस्तो खाले कन्टेन्ट दिने त, अपलोड गर्ने त होइन। हाई प्रोडक्सन पनि हुनु पऱ्यो, हाई क्वालिटी पनि हुनु पऱ्यो, राम्रो स्टोरी टेलिङ पनि हुनु पऱ्यो, अथेन्टिक पनि हुनु पऱ्यो होइन। र जुन कुराहरूको मसँग त्यो स्ट्रेन्थ छ भन्ने भइसकेपछि ओके किन यसलाई चाहिँ एउटा चाहिँ क्याम्पेनको रूपमा प्रमोट नगर्ने। भोलिमा सिनेमा टुरिज्म एउटा छ होइन, कल्चरल टुरिज्म छ एकातिर चाहिँ कतिवटा टुरिज्मको एङ्गलहरू छ नि त। त्यही भएर चाहिँ मैले यसलाई चाहिँ यो एङ्गलबाट प्रयोग गर्न खोजेको। अब अहिले यो भनेको एउटा 0.5 को इन्ट्रोडक्सन कन्भर्सेसन मात्र हो। यो सेफ्टीको छुट्टै हुन्छ। जेनजी मुभमेन्टमा तपाईँलाई थाहा होला एउटा इन्टरनेसनल भ्लगर नेपालमा आउँदाखेरि त्यत्रो प्रोटेस्ट भइरहेको थियो होइन। तर त्यो भ्लगरलाई चाहिँ नेपालीहरूले कति सेफ्टी दिइरहेको थियो। नेपाल त एउटा यस्तो कन्ट्री हो जहाँ हरेक नागरिक इन्टरनेसनल टुरिस्टको लागि आफै एउटा सिक्युरिटी गार्ड जस्तो त्यस्तो राम्रो एउटा कल्चर हो। माओस्ट इन्सर्जेन्ट तपाईँ हेर्नुहुन्छ भने त्यत्रो इन्टरनेसनल तपाईँ टुरिस्टलाई एकजनालाई पनि हाम भएको छैन होइन। यो त हाम्रो सबैभन्दा ठुलो स्ट्रेन्थ हो। नेक्स्ट सिरिजमा हामी त्यसलाई कन्भर्सेसन गर्छौँ नेपाल किन यति धेरै सेफली एउटा ल्यान्ड छ त भन्ने कुराहरू होइन। त्यही भएर चाहिँ अब यो क्याम्पेनलाई चाहिँ हामीले चाहिँ सिरिज वाइज हामी प्रमोट गर्छौँ। अघि पनि भने यसको यो क्याम्पेनको एउटै कुरा हो कन्टेन्ट बनाउने र त्यो कन्टेन्टलाई हामीले चाहिँ भारतमा र चाइनामा प्रमोट गर्ने। किनकि अब कन्टेन्टमा हामी आफै एक्सपर्ट हो, हाम्रो बेस्ट टिम छ, बेस्ट प्रडक्सन छ र त्यसमा अब रिसर्च गर्नु पऱ्यो, वेल रिसर्च गर्नु पऱ्यो, वेल स्टोरी टेलिङ गर्नु पऱ्यो,
होइन वेली ब्युटिफुल्ली त्यसलाई चाहिँ हामीले चाहिँ सिनेमेटिक वेबाट चाहिँ सुटिङ गर्नु पऱ्यो र सम्बन्धित ठाउँमा चाहिँ सम्बन्धित स्पटमा चाहिँ हामीले त्यसलाई प्रमोट गर्ने हो वेलकम तपाईँलाई पनि तपाईँ अझै मेहनत गर्नुहोला तपाईँको हातमा धेरै कुरा छ किनकि तपाईँ आफैमा एउटा आइटी इन्जिनियर हो अहिलेको डिमान्ड भनेको न आइटीको आइटी र नेचरलाई हामीले चाहिँ फ्रेन्डली गर्न सक्यो भने डेफिनेटली पनि यो क्याम्पेनले एउटा ठुलो रूप लिन सक्छ थ्याङ्क यू सो मच वन्स अगेन